कल्पना गर्नुहोस्, सरकारले भन्यो यस वर्ष नेपालमा विकासका लागि खर्बौं रुपैयाँ खर्च भयो, तर तपाईँ बाहिर निस्किनुहुन्छ, सडक भत्किएको देख्नुहुन्छ, अस्पतालमा सुविधा छैन, स्कुलको अवस्था कमजोर छ, अनि तपाईँको मनमा एउटै प्रश्न आउँछ, यत्रो पैसा गयो त गयो कहाँ? नमस्कार साथीहरू, आज यो भिडियोमा हामी भावनामा होइन, एक्जाम्पल, लजिक र सिस्टम एनालाइसिसबाट बुझ्नेछौँ नेपालको पैसा वास्तवमै कहाँ हराउँछ। यो भिडियो कुनै व्यक्ति वा पार्टीलाई दोष दिनको लागि होइन, यो सिस्टम कसरी काम गर्छ भन्ने बुझ्नको लागि हो। किनभने जबसम्म हामीले प्रब्लम बुझ्दैनौँ, सोलुसन कहिले आउँदैन। नम्बर 1, भ्रष्टाचार। पैसा हराउने मुख्य ढोका, सबैभन्दा ठुलो कारण हो भ्रष्टाचार। सरल भाषामा बुझौँ, सरकारले एउटा सडक बनाउन 10 करोड रुपैयाँ छुट्यायो, तर ग्राउन्डमा के हुन्छ? केही पैसा घुसमा जान्छ, केही पैसा फेक बिलमा देखाइन्छ, अनि बाँकी पैसाले काम हुन्छ। रिजल्ट, सडक राम्रो बन्नै सक्दैन। तपाईले देख्नु भएको होला, नयाँ बनेको सडक 6 महिना 1 वर्षमै बिग्रिन्छ। किनकि पुरा पैसा कामका लागि लागेको हुँदैन, अनि फेरि रिपेयरका लागि बजेट आउँछ, फेरि पैसा खर्च हुन्छ, फेरि बिग्रन्छ। यसलाई भनिन्छ रिपिट करप्सन साइकल। नम्बर 2, कमजोर योजना। अधुरा प्रोजेक्टहरू नेपालमा धेरै छन्। प्रोजेक्ट सुरु हुन्छन् तर पुरा हुँदैनन्। किन? प्लानिङ क्लियर हुँदैन, फिजिबिलिटी स्टडी राम्रो हुँदैन, बीचमा पोलिसी चेन्ज हुन्छ। उदाहरणका लागि एउटा हाइड्रो पावर प्रोजेक्ट सुरु भयो, सुरुवातमा 5 वर्षमा सक्ने भनियो, 10 वर्ष बित्यो, अझै पुरा छैन। रिजल्ट, कस्ट डबल हुन जान्छ, इन्ट्रेस्ट बढ्छ, पैसा वेस्ट हुन्छ, अन्त्यमा देशलाई फाइदा हुँदैन। नम्बर 3, पावर एन्ड पोलिटिकल इन्फ्लुएन्स। नेपालमा धेरै डिसिजन योग्यता भन्दा पावरले हुन्छ। सपोज एउटा कन्ट्र्याक्टर कम्पिटेन्ट छ, अर्को कन्ट्र्याक्टर पोलिटिकल करेक्सन भएको छ, कन्ट्र्याक्ट कसले पाउँछ? धेरै जसो पावर भएकाले। रिजल्ट, काम स्लो हुन्छ, क्वालिटी घट्छ, अनि पैसा वेस्ट हुन्छ। नम्बर 4, ढिला सुस्ती, ब्युरोक्रेसी प्रब्लम। नेपालको सिस्टममा एउटा ठुलो समस्या भनेको ढिला काम हुनु हो। एउटा प्रोजेक्ट रेडी छ, सबै डकुमेन्ट कम्प्लिट छ, तर फाइल एक अफिसबाट अर्को अफिस जान्छ, सिग्नेचर लिन महिनौं लाग्छ। यसबीच कन्स्ट्रक्सन डिले हुन्छ, मेटेरियल महँगो हुन्छ। रिजल्ट, प्रोजेक्ट कस्ट बढ्छ, त्यसका साथसाथै एक्स्ट्रा पैसा पनि खर्च हुन्छ। नम्बर 5, फरेन एड। देखिने राम्रो, तर नेपालमा धेरै पैसा विदेशी सहायताले फरेन एडबाट आउँछ। यो राम्रो कुरा हो, तर समस्या पनि छ। एक्जाम्पलका लागि डोनर कन्ट्रीले भन्छ यो प्रोजेक्ट बनाऊ, तर त्यो प्रोजेक्ट नेपाललाई त्यति आवश्यक नहुन सक्छ, अनि पैसा खर्च हुन्छ, रियल प्रब्लम सल्भ हुँदैन। कहिलेकाहीँ त पैसा कन्सल्टेन्ट र रिपोर्टमै सकिन्छ। नम्बर 6, ट्याक्स सिस्टम। हामीले तिरेको पैसा, अब सोच्नुहोस् तपाईले तिरेको पैसा ट्याक्स कहाँ जान्छ? धेरै पैसा एडमिनिस्ट्रेटिभ खर्चमा जान्छ, कम पैसा डेभलपमेन्टमा। उदाहरणका लागि अफिस मेन्टेनेन्स, भेहिकल खर्च, अलाउन्सेस, तर पब्लिक सर्भिस खै कमजोर नै रहन्छ। नम्बर 7, ब्रेन ड्रेन। सबैभन्दा ठुलो हिडन लस। यो डाइरेक्ट करप्सन होइन, तर लङ टर्ममा धेरै ठुलो घाटा हो। मानौ सरकारले एक विद्यार्थीलाई पढाउन लाखौं खर्च गर्छ, त्यो विद्यार्थी स्किल्ड हुन्छ, विदेश जान्छ। रिजल्ट, देशले गरेको इन्भेस्टमेन्टमा देशले नै रिजल्ट पाउँदैन। यसलाई भनिन्छ साइलेन्ट इकोनोमिक लस। अब यी सबै जोड्दा के देखिन्छ त? पैसा आउँछ, सिस्टम विक छ, पैसा सही ठाउँमा जाँदैन, विकास हुँदैन, फेरि अर्को वर्ष बजेट आउँछ, फेरि बजेट, फेरि सेम प्रब्लम। यो एउटा साइकल हो। मनी कम्स, मिसयुज, नो डेभलपमेन्ट एन्ड रिपिट। अब साँचो कुरा, नेपालको समस्या पैसा नहुनु होइन, सिस्टम इफिसियन्ट नहुनु हो। यदि सिस्टम सुधार भएन भने जति पैसा आए पनि विकास देखिँदैन। नेपाल सुधार्न ट्रान्सपेरेन्सी चाहिन्छ, एकाउन्टेबिलिटी चाहिन्छ, सही प्लानिङ चाहिन्छ। अब कुरा गरौँ पहिलेको सरकारले के गर्थे। कहिले पनि नेपालले ऋण लिँदै आएको थियो, तर प्याटर्न यस्तो थियो, स्लो प्रोजेक्ट, डिले, करप्सन, लो रिटर्न। रिजल्टमा लोन बढ्यो, बेनिफिट कम भयो। 2010 पछि फरेन लोन बढ्दै गयो।
अब बालेनको पालामा के फरक छ वा के फरक गर्नुपर्छ? अहिले नयाँ नेतृत्व आएको छ बालेन्द्र सरकारको। उहाँको फोकस के हो र केमा हुनुपर्छ? पोजिटिभ प्रयास हेरौँ। पहिले ट्रान्सपेरेन्सी बढाउनुपर्छ, करप्सन कम गर्ने, अर्बन डेभलपमेन्ट फास्ट गर्ने। मेयर हुँदा पनि उहाँ फास्ट एक्सन स्टाइलमा देखिनु भएको थियो। अब पनि देख्दैछौँ, बस अझै पर्खाइमा छौँ। नेपालको समस्या ऋण होइन, ऋणको प्रयोग हो। यदि सही युज भयो भने ऋण भनेको विकास, यदि गलत भयो भने ऋण भनेको सङ्कट। अब प्रश्न तपाईँलाई, समस्या ऋण हो कि सिस्टम? अनि बालेन सरकारले पनि ऋण लिएको छ, अब केही गर्लान् त? कसरी गर्लान् त? कमेन्ट गर्नुहोस्।